हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। म चाहिँ घर गएको थिएँ है। घरमा चाहिँ म चाहिँ धेरै महिना बादमा गएको नि त, 5-6 महिना बादमा। अनि साफसफाइ गरेर चाहिँ पुसपास गरेको है। घरमा चाहिँ मेरो बाबा र मम्मी मात्रै हुनुहुन्छ है। उहाँहरू सधैँ त सक्नुहुन्न र भए पनि मैले सफा गर्दैछु है। यताउति पुसपास गरेँ। फर्स्टमा किचन पुसेँ, त्यसपछि चाहिँ फेरि निस्केर ठुलो घरपट्टि लागेँ है। सफा त सफै थियो, तर भए पनि पुसपास गरेर चाहिँ घाम लागेको थियो मजाले है। अनि मजाले पुसेँ है, सिटिङ रुमहरू पनि। त्यसपछि फेरि यताको रुम पसेँ, हाम्रो रुम गएर चाहिँ पुसपास गरेर चाहिँ त्यसपछि फेरि उतापट्टि रुम सिटिङ रुम गएँ। त्यहाँदेखि सोफा मुनितिर पनि सबै पुसपास गरेर टेबल मुनितिर पनि सबै पुसेर टिभी चाहिँ हाम्रो बाबाले चाहिँ भुइँमा राख्नु भएछ है। किचनमा थियो यो टिभी चाहिँ, किचनको टेबलमा थियो है। त्यहाँ अप्ठ्यारो भएर चाहिँ यता ल्याएर भुइँमा लडाउनु भएछ।